हेलो गाइज, वेलकम टू माई मिनी ब्लग। हाम्रो खुर्सानी हेर्नुहोस्, डल्ले खुर्सानी क्या दामी छ है डल्ले खुर्सानी हाम्रो, हामी आफैले लगाएको। सो यो कर्कुलो पनि लगाएर छौँ है हामीले गाइज। कर्कुलो, फर्सी हेर्नुहोस् गाइज, फर्सी। एउटा सानो बारीमा के छैन हामीसँग। वाउ, हेर्नुहोस् गोलभेडा हेर्नुहोस्। अनि हामीसँग भिन्डी पनि छ है गाइज, भिन्डी हामीसँग भिन्डी पनि छ। फर्सीको मुन्टा हेर्नुहोस् न गाइज, फर्सी। वाउ, यो झन् यति मिठो हुन्छ कि है भिन्डी। तपाईँले खानु भएको छ कि छैन? हाम्रो काठमाडौँमा हामीले भिन्डी पनि लगाउने गरेका छौँ है। हेर्नुहोस् भिन्डी, हेर्नु त हाम्रो यो घरबेटीले लाउनु भएको, यो घरबेटीले लाउनु भएको, यो यस्तो खेत रोपेको जस्तो गर्नु बसायो गाइज हाम्रो। उहाँले हेर्नुहोस् तरकारी, यो के हो दिदी? आफै रोप्नु भएको हो? अर्ग्यानिक हो यो, काठमाडौँ बसेर। ओ माई गड, हजुर कस्तो ठाउँमा बस्नु भएको रहेछ। ओहो, लड्नु पनि भयो है गाइज। ओहो, हामीले एकजना खन्दै हुनुहुन्छ, उहाँले पनि यहाँ धनियाँ लाउने भनेर बाँझो बारी खन्दै हुनुहुन्छ। देख्दा सानै होला तर हाम्रो एकदम सबै छ क्या यो बारीमा। घरमा माथिसम्म रोपेमा हामीले उता चढ्नु भए, फलेर टिपिराख्नु भए। म यो सानो भिडियोलाई म मेरो युट्युबमा राख्छु, तपाईँ सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गर्नुहोला। हेर्नुहोस् त, म फर्सीको मुन्टाहरू टिपिरहेको छु। वाउ, हेर्नु यस्तो, यो फेरि जति टिप्यो उति नै फल्ने रहेछ कि गाइज यो फर्सीको मुन्टाहरू। वाउ, हेर्नुहोस्। यो मेरो दिदीसम्म पुगोस् है यो भिडियो, जेठी दिदीसम्म पुगोस्। हेर्नुहोस् भिन्डी हेर्नुहोस्, भिन्डी गाइज यस्तो मिठो हुन्छ नि यो हामीले खाने है, तपाईँलाई पनि थाहा होला। अनि ओहो, हेर्नुहोस् गाइज, अब यति छिटै डल्ले खुर्सानी पनि फल्छ होला। तपाईँहरूलाई डल्ले खुर्सानी पनि देखाउँछु म है। यता हेर्नुहोस् त गङ्गा। हेलो, हामी चाहिँ तरकारी टिप्दै हो, तरकारी खानुले आइजानु होला। ल गाइज, हस्, बाई बाई। सबैले हेरिदिनु होला यो भिडियो मेरो युट्युबमा।